के हो कता हो दाइ हामी आज भन्नु त कता जान्ला हो अब आज चाहिँ गाडीमै जाने हिमाल पनि घुम्न गइरहेको छ यहाँबाट एटेङ ब्याङ्कर अनि आज हामी क्युबेक सिटीसम्म हाम्रो गन्तव्यमा पुगेर अनि हामी सही सलामत मोन्ट्रियल फर्किनेछौँ र भोलि अर्ली ब्याक टु आवर होम टाउन नभनौँ वर्क टाउन लन्डनतिर प्रस्थान गर्नेछौँ रे हजुरको लाउड भएको काण्ड भन्नु त लाउड काण्ड Bro, your bike is so loud, all of our guests woke up. अनि ल घर पनि नआएको भए त्यही बाटो भनेको के म हिँड्न नपाउने त्यो बाटो जाँदा अब त नेक्स्ट टाइम म त्यही बाटो जान्छु आमसबाटै अनि पड्काउँदै जान्छु रे एकछिन 1 मिनट बसेर 1 आवर गरेर जान्छु यो चाहिँ सेन्ट लरेन्स रिभर हामी अब एसडी कार्ड लिनलाई वालमार्ट जान्छौँ वालमार्टबाट एसडी कार्ड उठाएर ओहो यहाँ एकचोटि हेर्थ्यौ त एकचोटि फनक्क एकचोटि यता हेर्थ्यौ त बाबु होइन यहाँको वालमार्ट र हाम्रो ओन्टारियोको त्यो वालमार्टमा के डिफ्रेन्स देख्नुभयो यहाँको वालमार्टमा फोन खोलेर गुगलको इमेज ट्रान्सलेटर अन गरेर हेराउँदैनुपर्छ कार्ड लियो हामीले मैले 128 को लिएँ हाम्रो ग्रीष्म ब्रोले चाहिँ कतिको लिनुभयो 512 को लिदियो अनि सिधै अब यसो खानेकुराहरू उठाउँछौँ अनि त्यसपछि चाहिँ मफिन उठाइदिउँ ए यस्तो छ मलाई राखिरहेको छ त्यहाँ मफिन अनि दुईटा जुस भर्खर नेपाल won the match against UAE हैन मजा आयो यो सुन्दाखेरि हैन क्या बात है सर क्या बात है सर जहाँ भयो भने हैन नेपालले जित्यो भनेपछि जे होस् खुसी लाग्छ जुनसुकै देशमा होस् जुनसुकै ठाउँमा होस् हैन नेपालले जित्यो भनेपछि भयो 100 कस्तो हुन्छ यहाँको मध्ये आउँछ है त बाहिरसु यहाँको अन रोड डेन्जर छ युएसए जस्तो छ क्या पुरै 650 निकाल्छ कि निन्छ 650 रहेछ राम्रो हो इन्ट्री लेभल बाइकमा यहाँको अन रोड यस्तो छ यहाँ यस्तरी त्यहाँबाट यो ग्यास स्टेसन भइहाल्यो अनि यहाँ सुसी सप भनेर होइन यो वेजिन भन्ने छ वेजिन ल्याएको छ यस्तै सानो सानो रेस्टुरेन्ट टाइपको काइन्ड अफ थिङ होइन तर सबै मोस्ट अफ द टाइम चाहिँ फ्रेन्चमै लेखा हुन्छ होइन अनि बुझिँदैन नि त के हो कसो हो भनेर कच्ची बाटो चाहिँ हामी हिँडिरहेको छौँ यो एटेङ बाकर जाँदाखेरि थोरै कच्ची बाटो चाहिँ हुन्छ त्यस्तै अलिअलि कच्ची बाटो छ ख्याल गर्नु है यस्तो पार्क गर्दाखेरि चाहिँ हैन अब यो यसलाई एटेङ ब्याकर भन्छ ओए बरी त्यो 360 शट्स कसरी लिएको त्यसले यार त्यो पुरै साँच्चै हो अब
म किन एटिङ ब्याकरको बारेमा यति हाइप हो भनेर त्यो ड्रोन सटमा हेर्न सक्नुहुन्छ ग्रिसमा ब्रोको च्यानलमा गएर यस्तो एपिक छ क्या लाइक आई कान्ट लाइक त्यो लभको सिम्बल हुन्छ नि त्यो के त्यहाँ पुरै हार्टको सेपमा अब बनाउन त आएन तर त्यसै सेपमा हुन्छ पुरै लेखि देखाउँछु पहिला यो यस्तो देखिया नि कर्नरसम्म पुगे हैन अनि यस्तो हैन सरी यस्तो हुँदै यही तर एजेजमा नि त उहाँसम्म होइन उता कुना अर्को कुनासम्म छ अनि यहाँ अर्को कुना यस्तो दामी छ कि अब यहाँ फल हेर्नको लागि चाहिँ एकदम बेस्ट होइन फल हो पुरै यो सब फल हेर्न आउने हो मान्छेहरू अलि अन्डर रेटेड ठाउँ है भनौँ यो तर बबाल हो त्यसैको लागि आएको हामी हिमाल के भन्न चाहन्छौ यो यहाँ अन द वे टु एटिङ ब्याकरको रोडहरू कस्तो थियो तिमी राइड गरेको मान्छे तिमी भन्नु पर्यो ठिकै नट ब्याड अनि ठाउँ राम्रो लाग्यो मलाई ठाउँ चाहिँ राम्रो अनि रोड्सहरू पनि ट्विस्टिजहरू पनि छ अलिकति होइन ट्विस्टिज धेरै कर्नर्सहरू छ नेपालमा रमाइलो लाग्छ नेपालमा चलाएको नि बानी छ नि नेपालमा चलाएको जस्तो फिल आउँछ कि ए एक्ज्याक्टली है नेपालमा चलाइरहेको मान्छेलाई यहाँ त सेम भाइब दिन्छ होला यार मैले त कहिले चलाएन मलाई त आएन हेर नेपालमा अहिले रोकेर ए पार्क नगर भन्दै लिएर फेरि मान्छेहरू पनि खुब हिँडिरहेछन् यहाँ अब यिनले उडाउँछिन् हाम्रो दाइले अनि कस्तो छ सर्ट्सहरू ल उता चाहिँ एन्टिना यो हेरिसकिनले चाहिँ नानी डोलिन ल उड्दा यहाँ पनि यसरी यहाँ हेऱ्यो हामीले राम्रो एङ्गल तल गर्नुपर्छ अझै माथि जाऊँ न हाइट हामी 250 मिटर भयो अझै माथि त्यो छ यस्तो हार्ट सेपको देखियो कि नै तर यहीँ हार्ट सेपको देखियो अब ड्रोन ल्यान्ड गरिन्छ हामी हमारा फोटो सेशन चल रहा है यहाँ साइकिल जाना है फोटो सेशन बहुत चल रहा है अन्त नि यार जो पनि मलाई आई डोन्ट नो है मलाई जसले हेर्छ खिच्रीका हात मक्ख पर्छ हो भने यार के छ मेरो फेसमा त्यस्तो सुन त लागेन नि कस्तो क्या बोला तूने मलाई लाग्छ तिमी एकदम त्यसमा भाइरल भइसक्यो अब हाम्रो एटिङ ब्याकरको सकियो भिजिट सकियो इट वाज लभली अमेजिङ एन्ड बबाल छ अब विल बी गोइङ टु अब के अरे हामी जाने क्युबेक सिटी जाने अब हामी लाग्छौँ अनि बाँकी रोडमा A few moments later.
कस्तो इन्सेन क्लिप्सहरू क्लिक गरेँ कि होइन बाफ्रे मजा आयो बाबा यस्तो वाउ छ नि फल हेरेर आनन्द लिइरहेको छौँ हामी क्यानाडाको फल इज म्याजिकल घाम टलल्ल टल्केको छ मिठो घाम लाग्थ्यो मौसम पनि दामी छ एकछिन स्टप गरियो सबवेमा खासा चट्ट खाएर अब हामी लागिन्छ हामी अहिले वारविक भन्ने ठाउँमा छौँ अब यहाँदेखिबाट भिक्टोरिया भेल हुँदै निक्लिन्छौँ क्युबेक सिटी धेरै टाढा छैन कति छ डिस्टेन्स भन्दाखेरि 2 hours को त देखायो 150 किलोमिटर त रहेछ जम्मा साथी हो वी जस्ट रिच क्युबेक हामी क्युबेक पुगिसकेका छौँ क्युबेक पुग्यो फाइनली यस अब ब्लेडेन्टली बोल्न जान्नु पर्यो क्या खैरेहरूसँग बोल्न यतिकै ऱ्यान्डमली नयाँ हुन्छ नि हिँडिरहेको मान्छेसँग गएर कुरा गर्न चाहिँ सक्नु पर्यो कि सक्दै सकिन्न यार अस्तिमा एउटा बुढोसँग बोल्न थालेको त आधा घन्टा बोल्छु त्यो ब्रिज हो क्या मैले देखाउन खोजेको त्यो आइरन कलरको टाइपको थिङ होइन आइरन टाइपको थियो नि त्यो ग्रिन कलरको थियो हामी जाँदाखेरि हामी पहिला पनि आएको थियौँ क्युबेक त्यति बेला हामी हन्डा पाइलटमा आएको थियौँ दाजुभाइ दिदीबहिनी सबैजनाले हेरिदिनु पर्यो यस्तो मेहनत गरी भ्लग्स गरेको छौँ होइन नेक दुखाइ होइन त्यो एउटा इफोर्ट गरिरहेको छ जोस् हेर्नु होला मैले भनेको सबै भएको बेला हिमाल थिएन अब सबै हिमाल भएको बेला कोही पनि छैन हामी अहिले माउन्ट मोरेन्सी फल्समा छौँ क्युबेकको यता छ फल्स चाहिँ बेलुका गइरहेको अझै म देखाउने बाँकी छ ट्रुली अमेजिङ के त्यो फल हेर्न मजाले हिँडिरहेको छौँ यो अन्त पारा त्यो देखाइदियो ल हेर ल केटाहरूको भिडियो सेसन चलिरहेको छ यहाँ पोजीहरू
कोजी आमा मामा हिमालको पोज हेर न आइज बड़ा हरामी हो बेटा त्यस्तै छ जाडो त भएको छ त के गर्नु फोटो सेसन भिडियो सेसन चलिरहेको छ यहाँ पुरै यति हुँदै गर्दा नि नआउने रहेछ कि क्या अस्ट्रेलिया मात्रै हो मैले यहाँ आएदेखिबाट के भनिरहेको छु त सर तपाईँलाई यहाँबाट त झन् क्लोज छ त यार राम्रो यस्तो बवाल आयो नि होइन त्यो ठुलो यो वाला क्लाइम्ब गर्न खोजिरहेको छ होइन यो देखियो अघि नै कुद्ने यो स्टेयर जस्तो छ नि यो कुरो के यो माथिसम्म यो चढ्ने भन्दैछ यस्तो देखियो अरे ब्युटी यस्तो छ यस्तो छ यहाँ कस्तो दामी देखियो यही सब पानीको छिटा आइरहेको छ होइन ओहो माई गॉड हामी 3 भाइ यो बेबी क्या बेबे असली है ये लोंडा कसलाई हो त्यस्तो हिमाल है थर्ड एटेम्पमा के भन्छ हामी त पोस्टमा चढ्छौँ यो यता चढ्न लाहा तिमीहरू लम्फू भएर हो कि थर्ड एटेम्पमा भएको म फर्स्ट एटेम्पमा चढ्दैछु क्या बात कर रहे हैं तिमी फर्स्ट एटेम्पमै गतिलो मान्छेहरूसँग आएर हो ये बड़ी अच्छी बात कही आप Struggle is real. हामी माथि नपुगी तल फर्किन थालिसक्यौँ अब ढिलो भयो हामीलाई क्युबेक सिटी जानु छ त्यही भएर हामी यो यस्तो लामो यात्रामा हिँडेको मान्छे गन्तव्य टाढै छ द मोस्ट अब के गर्नु कुल्ली सरलाई ल्याउनु पर्ने कुल्ली सरलाई कुल्ली गर्दै फुर्सद छैन घुम्न जाम भन्दाखेरि नजाम ढाड दुखिरहेछ टाउको दुखिरहेछ त्यति मात्रै भन्छन् ऊ चाहिँ हाम्रो मोस्ट एलिजिबल ब्याचलर आई एम द मोस्ट एलिजिबल ब्याचलर He's one and only Krishnapur here केटीको खोजीमा केटी देख्न हुँदैन I have my 2 BHK apartment in London downtown. यो चाहिँ ठुलै फ्लेक्स हाने अब चाहिँ राइट हैन त्यहाँदेखि त्यहाँदेखि चाहिँ डाउनटाउनमा हैन डाउनटाउनबाट पुरै हैन त्यो नै देखिन्छ अरु के देखिन्छ अन्त देखोस् तर स्पट चाहिँ देखिन्छ स्पटको बाइक्सहरु पनि देखिन्छ बाइकिङ स्पट है हाम्रो फेरि त्यसपछि बाइक लभरहरुलाई I have 2017 R1M R1M हो कसरी R1M कस्टमाइजेबल हजुर नि क्रस प्लेन हो मेरो क्रस प्लेन त हो नि हैन त्यसमाथि कसैले बिहे गर्यो भने I am more than happy to get a Mustang हैन Mustang Selvi है Selvi Selvi भन्नु म घोडा त चढ्दिन सर्प कोब्रा Cobra 8500 so like comment and subscribe like for more information contact Prashant Lamchane of course
यति भन्दैमा हामी अब हाम्रो गाडीतर्फ लाग्छौँ है। अब यो धेरै जाडो पनि भइसक्यो, क्युबेक सिटी पनि जान पर्ने भएकोले माथि गएर त्यस्तो खास फाइदा छैन। यहाँ हो ऊ त्यो सस्पेन्सन ब्रिज छ माथि होइन, त्यहाँ जाँदा चाहिँ बवाल हुन्छ। हामी पहिले गइसक्यो त्यो चाहिँ, यो चाहिँ मेरो सेकेन्ड टाइम, कृष्णजीको थर्ड टाइम होइन। अनि त्यहाँ माथि चाहिँ बवाल छ कि, माथि चाहिँ लाइटहरू छ। ऊ त्यहाँ एउटा त्यतातिर एउटा के अरे होटल टाइपको थिङ छ होइन, त्यही हो भनौँ। अब यो यहाँ केबल कार चढेको, त्यो पहिला देखाएको केबल कार चढेको चाहिँ त्यही माथि जानलाई हो। त्यो टप स्पट, यो बटम स्पट भन्छ होटल होइन, त्यो टप स्पट हो, यो बटम स्पट हो तलको। त्यही हो लिटरली क्युबेकमा होइन, क्यानाडाभरिकै सबभन्दा राम्रो केटी भनेको क्युबेकमा छ जस्तो लाग्यो कि। सिलिक्क गोरी गोरी होइन, डाउनटाउन टोरन्टो पनि खत्रै हो। यो चाहिँ मैले यसमा समर्थन जनाउँदिनँ, यो मेरो मुखबाट आएको छैन। किन 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 यो खै मलाई मन परेको छैन कोही पनि। यहाँ हिमाललाई त नेपाली केटी नै हो मनपर्ने। हिमाललाई मनपर्ने भनेको हिमालकै बाउ अनि टिक्का पऱ्यो कि, अनि 5-4 विथ हिल्स, अनि लामो कपाल, बोल्ड आइब्रो होइन ए बोल्ड आइब्रो धेरै धेरै बिस्तारै अहिले बन्द गरौँ। यो धेरै मेरो चर्चा धेरै भयो। तलको थिक लिप्स धेरै डिटेलमा यहाँ काम गर्ने धेरै ठाउँ भएको भए आउनुहुन्थ्यो। फ्याक्ट्री भएको भए कुल्ली गर्नलाई रम्पमको खोल्थ्यो रे, करेन्टको खोल्थ्यो। ल है ल खोल्न मन छ भने करेन्ट र रम्पमको को छ ओनर, कन्ट्याक्टमा आउनु होला। म चाहिँ केही गर्दिनँ, पैसा चाहिँ हजुर हाल्नु होला है। अब हामी गाडीमा आइसक्यो। यति जाडो छ नि होइन, वाट क्यान आई से, यस्तो जाडो छ। हिमालको गाडी अगाडि आइसक्यो। अब यहाँ हाम्रो सरले चाहिँ फेरि टिआरएक्स खिच्नुपर्छ भनेर टिआरएक्स खिच्नतिर लैजानु भएको। टिआरएक्स यस्तो छ ऱ्याम, उसको सबैभन्दा फेभरेट ट्रक रे हाम्रो कृष्णजीको। बवाल छ यार। हामी यो फलदेखिबाट चाहिँ हिँड्यौँ। अब ड्रोन सट लिन खोजेको, ब्याट्रीको चार्ज अलिक कम भएको हुनाले कथम कदाचित हामीले लिन सकेनौँ। अनि कोसिस चाहिँ जारी नै छ। सकेसम्म प्रयास गरिरहेको छौँ, के कतैबाट टटफट मिल्छ कि होइन, हेरिरहेको छौँ। ब्याट्री चार्ज त गऱ्यो, एकदम अनफर्चुनेटली लकले खेलेको जस्तो कि पुरै होइन। ठ्याक्क अस्ति आउँदा चाहिँ केटाहरूसँग यहाँ पर मान्छे ओन्टारियोको गाडी हुँदा चाहिँ $15 $16 तिर्नु पर्दो रहेछ। क्युबेकको गाडी हो भने त $8। अब हामी कुन्दन होटल भन्ने ठाउँ गइरहेको छौँ। यो चाहिँ एकदम लास्टै पपुलर इन्डियन रेस्टुरेन्ट हो। यहाँ काम गर्ने समेत पनि खैरेछन्। पहिलोचोटि हामी निरजसँग आउँदा हामीले यहाँ डाइनिङ गर्न सकेनौँ। अब अस्ट्रेलिया गयो भने अब हामीलाई अस्ट्रेलियामा घुमाउँछ निरजले चाँडै। होटलतिर गइन्छ। अब गाडी पार्क गरियो, हामी ठ्याक्कै कुन्दा होटलमा पुग्यो। यो त पोसिबलै छैन कि, यहाँ बुकिङ हुनुपर्छ। त्यही भएर ट्राई गर्नु, हेरौँ के हुन्छ। हामी त जानुपर्छ र। ओहो बुझेर आउँछ नि, त्यसपछि बुकिङ गर्नुपर्छ जस्तो लाग्यो मलाई। के भयो सालपट्टि पो दिन्छ त, के भन्छ? सी यू वेडनेसडे भन्छ। वेडनेसडे अर्को इन्डियन रेस्टुरेन्ट अर्को इन्डियन रेस्टुरेन्टमा जाने। कुन्डा गएको, डुन्डा देखाइदिइहाल्यो नि कुन्डाले। ए हामी 3 लहङ्गाहरू यसरी गइरहेको छौँ। ल ताजमहल रेस्टुरेन्ट आइयो हामी, यो हो। अब छिर्दैछौँ हामी। त्यस्तरी गर्न त भयो।
ल्याम्प और ये गई मेरी मुट्ठी। ल यहाँ खानेकुराहरू आइसक्यो यो के हो रे यो ल्याम्प के अरे ल्याम्प के छ कुनै समथिङ के तिमीले बुहारी के अरे ल्याम्प बुहारी। अनि यो के हो त्यो मद्रास चिकन स्पाइसी। मद्रास चिकन स्पाइसी होइन राइस छ नान छ यो मेरो प्लेट छ अब हाल्छु म गुवाम खानु पर्छ भर्खर खाएर चाहिँ निक्लियौँ हामी ताजबाट हाउस द फुड वाज ओके नट ब्याड फुड कस्तो थियो अरे नट ब्याड ठिकै वाज गुड मिल्छ भने तिमीलाई धेरै माया गर्छु तिमीलाई वाह कडा है सर दामी खाइदियो यार हिमालले हिमाल बाइ द वे सिङ्गर हो नि हिमालले आफ्नो गीत पनि लेखेको छन् आफैले अब ट्युन्सहरू राखेर गीत गाएको छ होइन स्टटर भइरहेको छु म 400 कम भयो यार अब 14चोटि अब हामी आउनुपर्छ ड्रोन उडाउनु भनेर ड्रोन उडाउन असफल भयौँ हामी देखाउँछ है सिटाडेल त्यो माथिको त्यहाँ छ माथिको देखाउँदैछु अरे यहाँ लगातार पऱ्यो अनि यहाँ हिमाल त ओ क्यानाडियन भइसक्यो टी सर्ट खोल्छ यता हाम्रो ग्रीष्मजी पुरा ग्लोभ्स लगाएर पुरै एकदम इन्होंने वक्त बदल दिया यहाँ मेरो हालत यस्तो छ कि जाडो भयो त्यही पनि बाल छैन हामीलाई हाम्रो एड्रेनालिन रस भइरहेको छ अनि हामी यो सिटाडेल हेर्न यहाँ आएको शब्दमा बयान गर्न सक्दिनँ भन्छ नि हिमालजी कस्तो लागिरहेछ हजुरको अनुभूति लाइटिङ दामी लाग्यो लाइटिङ होइन दामी त केही छैन जाडो हुन्छ क्यानाडामा जाडो नभए कता हुने हो त होइन पनि क्युबेकमा त यी जाडो भइहाल्छ नि अलि त होइन पोज सुरु भइसकेको छ पोजहरू हावाले उडायो मलाई सो क्विक अपडेट गाइस होइन भोलि हामी मेरो चाहिँ 721 किलोमिटर देखाएको छ मोन्ट्रियलदेखिबाट घर लन्डन भोलि हामी किङ्स्टन हुँदै तपाईँहरूको 1000 आइल्यान्ड्स हुँदै घर फर्किने हाम्रो प्रोग्राम प्लान बनाएको छौँ हामी त्यो प्लान सफल होस् भन्ने एकदम चाहना छ हाम्रो सो हेर्दाखेरि त भोलि पानी नै पर्छ कि क्या हो कुनै यार केही आइडिया छैन पानी पऱ्यो भने त खत्तम हुन्छ र माइनसमा जस्तै पऱ्यो फिल्स लाइक ल केटा हो त्यति भन्दै क्युबेकसम्मको यात्रा यहीँ
टुङ्गिन्छ र भ्युज इन्जोय गर्दै होइन यहाँबाट एकछिन रमाइलो गरेर अनि निक्लिन्छ केटाहरूसँग आज मोन्ट्रियल हिमालकोमा गएर बसिन्छ अनि भोलि चाहिँ बिहानै 9 बजीतिर निक्लिनुपर्छ किन भन्दाखेरि एज अ होल 752 किलोमिटर इज अ लट फर मी पर्सनल्ली अनि गाह्रो छ मसल स्प्याजम भइरहेको छ मलाई यहाँ राइट सोल्जरको तलमाथितिर ल है त हेड्स अप गाइस ग्रीष्म त यहाँ आएर लेटिसक्नु भयो A little cold. that year. Don't underestimate the cold of Quebec. Always carry proper gears, jacket, some mufflers, everything. क्युबेक कस्तो लाग्यो बिन्दास एकदम राम्रो भयो अनि हामी गएको त्यो लेकको नाम के हो अरे इटाङ बेकर त्यो कस्तो लाग्यो दामी लभली थियो लभली थियो अनि क्युबेकको क्युबेक जाडो भयो चिसो भयो हावा लाग्यो लास्ट त्यो फलमा गयो नि त्यो फल दामी लाग्यो फल मजा आयो माथिसम्म पुरै माथिसम्म त गइएन ठिक्क बिचसम्म भयो फोटो मजाको फोटो खिच्यो अब हेर्न बाँकी छ फोटो रिभ्यू गर्नलाई अनि क्युबेक सिटीको भन न त्यहाँको रमाइलो क्युबेक सिटीको लाइटिङ बब्बा लाग्यो तर मलाई अझै क्युबेक सिटीको लाइटिङ बब्बा लाग्यो अनि तर चिसो धेरै भयो लास्ट हावा चल्ने यार खत्रै हावा चल्यो त्यो त अलि 1 महिना अगाडि जानुपर्ने हो कि यत्रो ठ्याक्क दामी हुन्थ्यो तर त्यो बिहानतिर खतरा हुन्छ क्या जानुपर्ने कहाँ क्रिसमसमा होइन क्रिसमसमा हिउँ पर्दैन त्यति बेला खतरा चिसो हुन्छ त्यही हिसाबले प्रिपेयर भएर तर हावा चल्दा नि जाडो हुँदा नि रमाइलो गर्न चाहिँ छोडिएको थिएन हामीले रमाइलो त भयो छडी लिएर हिँडेको मलाई त फर्की 4 चोटि हेरिदिइराख्यो एउटा केटीले है त्यति फेरि सुरु भयो मान्छेलाई त्यही केटीसँग पठाएर पहिला सोध्न लगाउने नानी तिमीले किन फर्की हेऱ्यो मलाई 4 चोटि भनेर सोध्ने उत्तर आउँछ त्यसपछि चाहिँ बल्ल थाहा हुन्छ फर्की हेरिदिइरहेको थियो कसम 4 चोटि फर्की हेरे हो त्यो भिडियोमा देखिएन होइन पोज दिँदै बसेको थियो भिडियोमा छ होला हेरौँला नि जिस्केको होइन ठिक छ एनसी छौदै हेरिहाल्छ नि ल गुड नाइट अब गुड नाइट ल स्वीट ड्रिम्स भोलि अब let's have a good sleep and see you tomorrow on the bike to Thousand Islands त्यसपछि अनि on the way to London and we'll make some TikToks and all this stuff. Okay, good night guys. Like, share, subscribe, comment.